यार हटै हट यो कहाँ बिचमा आएर छ ए चुप लाग यहाँनिर यहाँ गोरुहरू त तर हार्छ तँलाई कति ढिलो गरेको लुगा धुँदा यहाँ तारेलाई त अघि त झन्डै फाल्थ्यो तल पारेपछि त ल पेल्दे तारे त तारै हो क्या बुढा जितिहाल्नु नि तर आज चाहिँ अलिक सन्तोष गरेर चर्नु पाएँ चरेको छैन क्या जुधे खेल्नु पाएँ यही जान्छ त्यही त भन्दैछु खराबै पारिसक्यो अघि हिजोबाट बल बढेको छ क्या यसलाई जुत्ला जस्तै गरेछ अनि हिजो चराउनु नि धरो चराइदिएछु ह्याप्याकै छ फ्याल्दैन यस्तो फ्याल्दैन जस्तो गर्दो ल ल ल ल हेर्नु है ठेली नै रहेछ तारेको सिङले हेर्न कस्तो क्याप्पै पारिहाल्ने ठुलो सिङ हुँदा यो खाइरहँदो रहेछ गोरु पछाडि गएर पेल्ने रहेछ नि अघि त अघि त भागेर आएको नि यो गोरु यहाँ यहाँ तल आएपछि जोसेर जुधे क्या तिल्के अलि माथि पनि त छ नि तारे ओह्रालोमा छ गर्दन बाँधिएको हेर न ए तिल्केको त कानमा घाउ भएछ यार कति हो भयो घाउ त अघिदेखि पुरै जुधेको जुधै छ अनि ए कडप्पा कडप तारेको सिङै धारिलो छ कि के हो छेरी जुत्दैछ हेर न यहाँ त्यो धारिलो सारीले के मतलबै छैन अहिले यिनीहरूलाई हेर त्यो बुढे गोरुलाई जित्न गाह्रो पर्दो रहेछ कहाँ दबाउनु यति छिटो दबाउनु सक्दैन क्या गोरु ल ल चालु सुरु के चालु अब फ्याँक्यो ओहो आमा ल फ्याल कुदायो परतिर कुदायो लाल कुदाइसक्यो कुदायो नि राम पुरै भगाइसक्यो ओहो हेर यहाँ छ अलि पुरा राम अब यसलाई ठेलेर फेरि पर लाने भयो ए खतरा अघि यहाँबाट वहाँबाट यहाँ अलि पुऱ्याइसक्यो अब फेरि भएर राम हान तारे गोरु मेरो तेरो कालो गोरु ल काले गोरु मेरो काले हान तिल्के हान हो मेरो ल तिल्केले जित्छ तिल्के हान तिल्के हान लडाइदे तिल्के गरेर टेलिसक्यो नि ला मारो तिल्के हान तिल्के हान उहाँ छ तारेको सपोर्टर तिल्के हान यहाँ आइज न जाठा यत्तरकै तिल्के ओ यहाँ आइज न भनेको यहाँ आइज तिल्के ओ यहाँ आइज न भनेको उहाँबाट त भुद्रानी आउँदैन केही आउँदैन तिल्के अघि यहाँबाट वहाँ पुऱ्यायो वहाँबाट यहाँ पुऱ्याइसक्यो डल्ला त खोट्टै पर्ने रहन्छ नि वास्तवमा एकचोटि जुधाइदिएपछि भइगयो आँखाकै थारी छैन नि दे तिल्के दे पल्टाउलाई जस्तो गरिसक्यो तिल्के गोरुले यार गाँठे म त अचम्मै लागिसक्यो फ्याक्ला जस्तो गरिसक्यो तिल्के गोरु रगत त हेर्नु कति झरिसक्यो तिनीहरूको कहाँ लौरो देखाएर जिताएर हुन्छ यहाँ त नि झन् जुत्छ है बुढाले जित्छ
बुढोलाई त गाह्रो पारिसक्यो दाजु ए म यहाँ आज म योङ पछि छु क्या आज तिल्केले जित्नै पर्छ भन्नेतिर छु क्या म जित्नु हुँदैन जितो भने उ गर्छ नि फेरि लखर्छ नि त्यसो हो नि हो र आज त जितेछ भनेको जितो भने खासी लखट हिर्काउँदैन हामीले बेसी ठोक्स क्या राम्रो उचाल 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 तिर्को उचाले हेर्नु न म त गुरु उचालेको छु देख्छु त ए तिल्के घुमाइ तिल्के घुमाइ गाई मिच्दैन साँडीको जुत्तै बाछाको मिठाई त हुँदैन कहाँ चिटर हुन्छ यहाँ ग्रिङ देख्छ त अघिदेखि यार देख्छ कि देख्छ तात्तिर अब त्यो तात्तिर बसेर के हुँदैन यहाँ हान्दै हान धकाल दे तल्लो गरेर झार्दै अरे हान यहाँ गोरु जमाने WWE च्याम्पियन लडाइ गयो ओहो लडा नै गाइस लडा नै जस्तो लागेको थियो लडा नै थाकेर हेर स्या भइसक्यो तारे गोरु अब पो तात्ती जस्तो छ त ओहो उचालो ओहो केक्लाकै पार्छ कि क्या हो फाल्दिन खोज त ल उचाल्छ कि क्या हो ओहो झन्डै लडायो घुम तारेको ओहो घुमाइ ओहो बाछा गाईतिर पाउँछ क्या हो बा ओहो बाछा छोड्दै आइज बाछा छोड्ने आइज बाछा छोड्नु पर्यो बाछा जोड्ला जस्तो छ नि बाछा मार्ला आइज साँडेको जुत्थाइ बाछाको मर्ला यहाँ माथि जुँदैन क्या माथिबाट तल झरेपछि यहाँ तात्तिन्छ ओहो ठेला पुरै ठेलाइसक्यो त ठेलायो त ठेला यस्ता छोरालाई त औकात देखाइदे हान्दै राम कहाँ आज रात छुट्याउनुहुन्छ हाम्रो केपी ओलीको सरकारलाई यहाँ जेएनजीले भत्काउन खोज्ने यस्ता जेएनजीलाई त हो यहाँ जेएनजीले जित्नै पर्छ भनेको जेएनजीलाई हान जेएनजी हान जेएनजीले जसरी जितोस् भनेको जेएनजीले यहाँ त्यही भन्दैछन् कि राम माथिदेखि तारेर जितोस् भन्छ नि त यहाँ तिल्केले जितोस् भनेको त होइन यत्रो वर्षदेखि खडा गरेको मारिसक्यो हान तिल्के हान तारेको ठुलो छ क्या अब गर्दनमा परे छैन कि तिल्के हान ल हिँड्ने भनिसक्यो ए हार्छ क्या कहाँ पर्छ क्या कहाँ हार्छ त्यो जेएनजीले जित्नै पर्छ हान तिल्के लडा काम रहेछ